यो चाहिँ सानो पाथिभारा कान्छी पाथिभारा हो। हामीले चाहिँ यहाँ बिहानै 3 बजी नै पूजाहरू गरेर ठुलो पाथिभारा दर्शन गरेर आएको। हिजो पनि साँझको आरती गर्नु पनि आएको थियौँ। यो कान्छी पाथिभारामा दर्शन गरेर मात्रै ठुलो पाथिभारामा दर्शन गर्नुपर्ने हुन्छ। त्यही भएर जो पनि आउनुहुने दर्शनार्थीहरूले ठुलो पाथिभारा मन्दिरमा दर्शन गर्नुभन्दा पहिला यहाँ सानो पाथिभारा मन्दिर अथवा कान्छी पाथिभारा मन्दिर पनि दर्शन गरेर जानुहोला। जय मा पाथिभारा, जय मा पाथिभारा। हामी चाहिँ माथि 6:30 पुगेर 8 बजीसम्म पूजा दर्शन गरिसकेर फर्केर पनि यहाँ फेरि ठुलो फेदीको छेउमा सानो पाथिभारा आइसक्यौँ। अब त यहाँबाट ठुलो पाथिभारा त ठुलो फेदी त उही तल हो। त्यस पछाडि आज हामी ताप्लेजुङसँग सम्मको यात्रा गर्छौँ होला।